साथीहरू दुईजना साथी हुनुहुन्थ्यो। दुवैजनासँग 4 करोड 18 लाख नेपाली रुपियाँ थियो। एकजनाले ब्याङ्कमा सेभिङ गर्नुभयो भने अर्कोले त्यही पैसा दुबईको प्रपर्टीमा आएर इन्भेस्टमेन्ट गर्नुभयो। इन्ट्रेस्टिङ कुरा के हो भने नि जुन चाहिँ साथीले पैसा ब्याङ्कमा राखेको थियो त्यसको मूल्य वृद्धि भयो भने जुन चाहिँ बुद्धिमानी साथी थियो नि त्यसको प्रपर्टीको क्यापिटल एप्रिसिएसन 50% को दरले भयो भने उसले 8% को अन एभरेज रेन्टल कमाउँछ रेडी भइसकेपछि विदिन 2 इयर्समा। सारू अझै राम्रोसँग बुझ्नको लागि म तपाईहरुलाई क्याल्कुलेसन तर्फ लान्छु। जुन चाहिँ 4 करोड 18 लाख छ नि त्यो हुन जान्छ 9,50,000 दिरहम। अब हामीले एभरेज 8% को लिएको थियौं भने उसले वर्षमा 75,920 कमाउँछ जुन चाहिँ हुन जान्छ नेपाली 33,40,000। अब मन्थलीको कुरा गरौँ भने 6,326 कमाउँछ भने त्यो नेपाली हुन जान्छ 2,78,000। अब दिल्लीको कुरा गरौँ जुन चाहिँ हुन्छ तपाईको 208 त्यो 9,150 हुन्छ। मेरो प्रश्न तपाईहरुको लागि तपाईहरु पनि ब्याङ्कमा पैसा राखेर मूल्य वृद्धि गराउन चाहनुहुन्छ कि तपाईको पैसाले पैसा बनाओस् भन्ने चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने कमेन्टमा क्याप्सन लेख्नुहोस् र मेरो WhatsApp को लिंक बायोमा छ मलाई DM गर्न सक्नुहुन्छ।